गत चैत्र 7 गते रौतहटको गौरमा भएको घटना स्थानीय प्रशासन तथा सुरक्षा निकायको लापरवाहीले गर्दा दुःखदायी हुन पुगेको निष्कर्ष आज सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ। मधेसी जनअधिकार फोरम र माओवादी निकट मधेसी मुक्ति मोर्चा बीच भएको उक्त झडपमा 29 जनाले ज्यान गुमाउनुका साथै 50 जना भन्दा बढ़ी गम्भीर घाइते भएका थिए। मानवाधिकार क्षेत्रसँग सम्बद्ध विभिन्न संस्थाहरूको संयुक्त टोलीले स्थलगत भ्रमण र अध्ययन अनुसन्धानपछि आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सो प्रतिवेदन सार्वजनिक गरिएको हो। कार्यक्रम उसले आयोजना गरेको हुनाले नैतिक कानूनी सबै जिम्मेवारी मधेसी जनअधिकार फोरमले लिनुपर्छ। जिम्मेवारी लिन नसक्नेले आयोजना गर्न हुँदैन, संस्थाको धाक लगाउनु हुँदैन। उक्त प्रतिवेदनले कार्यक्रमको आयोजक फोरम भएकाले घटनाको सबै जिम्मा उसले लिनुपर्ने उल्लेख गरेको छ। जहाँ जहाँ फोरमको कार्यक्रम हुन्छ त्यहाँ माओवादीले कार्यक्रम गर्ने र शक्ति प्रदर्शन गर्ने गरेकाले माओवादी पनि सो घटनामा दोषी रहेको प्रतिवेदनले देखाएको छ। तर राइस मिलबाट 2 किलोमिटर मात्र टाढा रहेको भारतीय सीमा क्षेत्रबाट हतियार र अराजक समूह आएर गोली चलाएको भन्ने बारे भने पर्याप्त आधार नभेटिएको प्रतिवेदनमा जनाइएको छ। प्रतिवेदनमा 3 जना महिलालाई बलात्कार गरी यौनाङ्ग काटी हत्या गरिएको समेत देखाइएको छ।